कति जाम छ त ल केटालाई रनिङ गर भनेको त्यही हैन म घुम्दै 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 आफ्नै ठाउँतिर सङ्कमुलतिर आएको थिएँ कि आज नेक्स्ट डे म चाहिँ घरबाट निक्लिसकेँ साथी घरबाट बाटोमा आइसक्न लाग्यो म चाहिँ जुन त्यो अपार्टमेन्ट साइड थियो नि हो त्यो साइडमा अघि अगाडि गएर भेट्छ है त मलाई देख्न सक्नुहुन्छ है लेट्स गो अपार्टमेन्ट आइपुग्नलाई यस्तै छ जिन्दगानी लगाइस् तपाईँहरूलाई म अलि माथि गएर भेट्छु है त इट्स गोना बी सो टाइट ल जाँदैछु म आजको डेट भन्दा चाहिँ गति हो गाइस होइन उकालो आयो अलि माथि गएर भेट्छ है त पनि चलाइदिन्छु नि एउटा हात छोडेर यसरी पहिलेदेखि बानी लागिसक्यो नि त ल यार बाइक त त्यहाँ अड्केछ नि त मान्छेकै किरासको बाइक चाहिँ निक्ल्यो त चाहिँ मक्खन छ क्या मक्खन हो जेसीबी आ गया सो हम निकल रहे हैं सक्न त सक्छु हात छोडेर तर कति जाम छ त ए म सधैँबाट चोकमै छु ठ्याक्कै म सधैँबाट स्विमिङ पुल आइपुगेँ गाइस होइन त्यही होइन म घुम्दै 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 आफ्नै ठाउँतिर सङ्कमुलतिर आएको थिएँ कि देख्न सक्नुहुन्छ यो सङ्कमुलको ठुलो बिल्डिङ भयो अनि त्यहाँ पारिसन मेरो रुम छ क्या जुन हजुरले रातो घरले 9 दिन हुन लागिसक्यो होइन 9 गति आज चाहिँ यति टाढाबाट जुम गरेर खिचिरहेको छु कि म चाहिँ ल हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन जे नि त्यत्रो वर्ष बसेको घर होइन याद आइहाल्छ नि त्यो कामको सिलसिलामा आएको थिएँ होइन ठ्याक्कै अनि हामी हेर्दा देखिँदो रहेछ कि त्यही सिलसिलामा तपाईँलाई पनि देखाइदिएको सकिन्छ भने बरु गाइस होइन अरूलाई हेल्प गर्नुपर्छ तर घमण्डीपन चाहिँ जिन्दगीमा कहिले पनि नगर्नुहोस् भन्छु है म चाहिँ मरेर लानु के नै छ र होइन त्यो भएर प्लिज यदि मेरो युट्युबमा जति पनि साथीहरू हुनुहुन्छ होइन जति पनि मेरो युट्युब फ्यामिलीहरू हुनुहुन्छ उहाँलाई म भन्न चाहन्छु यही भिडियो मार्फत घमण्डले हुनेवाला केही पनि छैन होइन एक न एक दिन मरेर जाने नै हो सकिन्छ भने हेल्प गर्नुहोस् होइन पहिला म कसरी बसेको थिएँ अहिले हेर्नु न यसरी निक्लिनु परिरहेको छ घर देखिएको छैन त्यसकै साइडको तल दोस्रो तलामा हो कि ल गाइस ल म गएको होला पनि क्लिन भएको छ बाटोमा गएर भेट्नुपर्छ आज 10 गते भइसक्यो सो हामीहरू चाहिँ मर्निङ वक हिँडिसक्यौँ अवश्य हल्का फुल्का पटक हिँड्नुपर्ने हुन्छ एकदम खतरा हो नि त मान्छे ल हिजोकै भिडियोसँग एड हुँदैछ यो चाहिँ कन्टिन्यू होइन सो माया देखाइदिनु होला है त हल्का रनिङ हान्ने 1 घन्टा जति अनि त्यहाँदेखि आउँछ भने जानुपर्छ कामतिर लेट्स गो बिहान यस्तो मजाको सनसाइन भएको छ Look at the view. सही छ मौसम चाहिँ सुगर जान्छु अनरलाई सोध्छु के हुन्छ ल अनरले शनिबार ल हुन्छ धेरै पछि आएको छ मोटे त्यहाँ पाथी गइसक्यो सही देख्छ कि यहाँ चाहिँ भ्यू ल गाइस हामी आइसकेको छ आफ्नो डेस्टिनेसनतिर है सो यहाँदेखि 5 मिनट छ घरबाट अघि हामी हिँडेको थियौँ अहिले तपाईँहरूलाई सो इन्ट्रोडक्सन दिदिउँ न होइन सो नमस्ते अनि हेलो सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै आएर अनि
तपाईहरुको साथी यार रितेश। वाह के यो हन्डाको त्यो हो क्या? अन्डा हो कि हन्डा खतरा मोडिफाई गरेर मोडिफाई भन्दा नि कलर स्टिकर टाँसे हाल्ला त्यसमा हैन? मोडिफाई स्टिकर टाँसेलाई मोडिफाई भन्दैन कि कलर चेन्ज गरे तर मोडिफाई चाहिँ के भन्नु त्यसलाई गाइस? मोडिफाई एक्जस्टहरू हुन्छ नि तिनीहरू हाल्यो भने चाहिँ मोडिफाई भन्नु मिल्यो किनकि त्यो पार्टमा धेरै फरक पर्छ नि त इन्जिनहरूमा। जस बिहान मौसम चाहिँ कडा छ है। आई लाइक दिस। आज 9 कि 10 गते हो? अब जा नि त जा। फाइनली डेस्टिनेसन way on the way। आगे भाइ आगे ल केटालाई रनिङ गर भनेको उताको एक ल्याप हान्यो। अब यहाँ कुद्दैछ मुद्न जाँदैछ यो चाहिँ मुद के जा दामी छ है। बिहान अल्छी एक्ज्याक्ट टाइम भन्नुपर्दा चाहिँ गाइज होइन 6:47 भएको छ होइन। मजाको ठाउँमा आएर यसरी भिडियो बनाउनु पाउँदा नेक्स्ट लेभल होइन। बिहानको मजै छुट्टै छ कि सो एकदमै मजा आइरहेको छ। तपाईँहरूलाई अहिलेसम्मको भिडियो कस्तो लागिरहेको छ कमेन्ट गर्दै जानु होला होइन। ब्याकग्राउन्ड हेर्नु न कति मजाको देखाएको छ कि। सो गाइस केटालाई मैले अगाडि पठाइसकेँ उता पर घामले गरेर अलिकति देखाएको छैन कि क्लियर आउट। सो अगाडि गएर भेट्छु है त। हाम्रो रनिङ चाहिँ सिद्धिसकेको छ अनि देख्न सक्नुहुन्छ मलाई होइन। उयो हान्दा पुरै पसिनै भएको थियो। एकछिन 5 मिनट पछि मैले यसरी देखाएको नभए पसिनै थियो। आज पनि देखिन्छ अलिअलि होइन। सो त्यही नै आज हामी चाहिँ रनिङ सनिङ गऱ्यो। बडा निबो भएको थियो होइन। निबो हामीले पनि गऱ्यो 1-2 राउन्ड अनि त्यहाँदेखि मैले एक्लै गरेँ। केही छैन हामीले त उसलाई हल्का पुस भन्नाले हुन्छ नि मोटिभेट गर्नको लागि यस्तो गरे हो। नत्र मेरो त एभ्रिडे एक्सर्साइज भइरहेको हुन्छ। त्यहीमा चाहिँ हाम्रो यस्तो सुकेन सिउमा यस्तो छ भनेपछि होइन सुकिन आफै ल पुरै भिजाएर चाहिँ पछाडि ल। सो आजको लागि यति नै त भन्न चाहदिनँ। दिउँसो मेरो अलिअलि भिडियो हुन्छ होला होइन। सो इन्जोय गरिदिनु होला आजको भिडियो अनि होप आजको भिडियो चाहिँ तपाईँहरूलाई मन पर्यो होला। सो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। एन्ड सकेसम्म हामीहरू अब च्यालेन्ज भिडियो ल्याउन लागिरहेको छ। जुन निबुहरूको पेट छ नि जिउहरू यसलाई चाहिँ चेन्ज गर्नको लागि उसले आफूले हुन्छ नि मोटिभेट गर्नको लागि त्यो जिउ घटाउनको लागि आफूले एक्सर्साइज गर्छु भन्ने कुरा गरिरहेको छ। सो त्यो च्यालेन्जिङ भिडियो पनि ल्याउने बेला छ अनि उसले गर्छ भन्ने मैले आशा गरेको छु। हेरौँ अब के हुन्छ। गऱ्यो भने ठिक छ गरेन भने अब हामी के भन्नु होइन। हाम्रो त यस्तै ज्यान सकेसम्म हामीले खाएर अलि बनाउने सोचिरहेको छौँ। अब के हुन्छ पछि नै हेरौँ। ज्यानसान चाहिँ बनाउनुपर्छ जे जस्तो भए पनि। सो ट्रेनले डिस्टर्ब गरिरहेको छ। म चाहिँ अब तपाईँहरूलाई एकैचोटि काममा जाने बेला भेट्छु है त गाइस। लेट्स गो। ल गाइस हामी चाहिँ यहाँबाट हिँड्न लाग्यो है त। हो तपाईँहरूलाई मन पर्यो होला। साथी घरबाट हिँडिसकेको आज चाहिँ हिँड्दैछु म चाहिँ। हिजो राति साइकल बिग्रियो नि त त्यो भएर जो चाहिँ हिँड्दै गइदिएको होइन। सो देख्न सक्नुहुन्छ बाटो म यता छु होइन। सो साइकल हिजो राति बिग्रेर लास्ट टेन्सन भइदिइरहेको लगभग 9:30 बजेर समथिङ त्यस्तै मिनट भएको थियो होइन। धन्न पसल खुल्ला रहेछ एउटा अनि गएँ ऊ त्यो माथिबाट गयो म चाहिँ साथीको पनि त्यतातिर छ। सो एकैचोटि पसल नगरेर भेटेँ यता साइकलको बेरिङ सेरिङ सबै गएछ कि बेरिङ बनाउनु पर्ने रहेछ बनायो। यसरी पल्टेर बसिरहेछ कि त्यो बेरिङको एउटा सामान पाएन छ होइन। अनि त्यो भएर साइकल अल अफ गुड छ होइन। हल्का बिग्रेछ कि ठिकै छ केही छैन म्यानेज हुन्छ अब बिस्तारै। फेरि साथी घर जानु पऱ्यो क्या है। कस्तो दामी देखायो क्या
द्वारी होइन टक्कसँग यस्तो भ्यू एन्ड मी यस्तो सजिलो छैन नि गाइस होइन टाइम लाग्यो म लगभग आएको 1 बजे 2 बज्न लागिसक्यो हामी म अर्कै बाटोमा लागिसकेको थिएँ